2062 साल वैशाख 29 गतेका दिन हाम्रो पिता पुर्खाहरूको बाँडिएको ठाउँ त्रिवेणी, अरुण नदी, तमोर नदी र दुधकोशी, यो ठाउँदेखि हाम्रो पिताहरू चाहिँ बाँडिएको जुस सङ्गम स्थलमा पुग्न पाउँदाखेरि खुसी लागेको छ। यो सौभाग्यले मात्रै पुग्न पाइन्छ। एसपिएफ संस्थालाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। यो मौका एसपिएफ संस्थाको कारण जुटेको हो। म असाध्यै खुसी छु। आज यो त्रिवेणी हो। यो म अहिले रहेको ठाउँ धनकुटा हो र पारिपट्टि रहेको ठाउँ भोजपुर जिल्ला रहेको छ। यो स्थिति रहेको छ र यतापट्टि देखेको चाहिँ धनकुटा हो। म धनकुटामा रहेको छु र यो पारिपट्टि चाहिँ चतारे जाने बाटो हो र यो देख्दै गरेको यतापट्टिको चाहिँ यो तल रहेको चाहिँ तमोर नदी हो र यो तमोर यसरी मिसिएको छ र अलिकति यहाँदेखि माथि यहाँ यस्तो छ। यहाँदेखि माथि चाहिँ दुधकोशी मिसिएको छ। मलाई असाध्यै खुसी लागेको छ। यो ऐतिहासिक दिन रहेको छ।